फाउन्डेसन भन्नाले चाहिँ के बुझ्छ भन्दा जग बसाल्नु भनेको चाहिँ वाट एभर एभ्रिथिङ द्याट वी डु इट बेस्ड अन द वर्ड अफ गड, बाइबल बेस्ड हाम्रो जे पनि गर्छ त्यो चाहिँ फाउन्डेसन हो, जग हो। त्यसले गर्दाखेरि आज जुन हामी यहाँनिर 3 दिनको जुन चाहिँ इन्टेलको ट्रेनिङमा थियौँ, हाम्रो फर्स्ट डेमा चाहिँ हामीले जग बसाल्ने काम गर्नुपर्छ भन्ने विषयमा हामीले सिक्यौँ। अनि जग बसाल्ने काममा चाहिँ हामीले एकवटा त्यस जग लेङ फाउन्डेसनको नि 3-4वटा सब्जेक्ट्सहरू कभर गऱ्यौँ। जस्तै हामीले पहिला हाम्रो पहिचान चाहिँ हामी क्रिस्चियन भन्छौँ, तर क्रिस्चियन भन्नाले के बुझ्छौँ है। फर्स्ट क्वेसन चाहिँ थियो क्रिस्चियन चाहिँ को हो, के भनेको हो। अनि अर्को चाहिँ थियो वाट इज हु इज डिसाइपल, डिसाइपलसिप भन्ने के हो भन्ने कुरालाई हामीले सिकिरहेका थियौँ। त्यसपछि गएर फेरि पनि अर्को एकदमै आवश्यक जुन चाहिँ हामीले सब्जेक्ट कभर गरेको त्यो चाहिँ थियो वाट इज मिनिस्ट्री, सेवाकाई भन्नाले के बुझ्छौँ। बिकज हामीले सेवाकाई भन्ने बित्तिकै पास्टरहरू मात्रै गर्छ जो चाहिँ 24 आवर्स चर्चमा बस्ने मिनिस्ट्री बुझ्छ, तर हाम्रो विभिन्न जग्गाहरू छ, हाम्रो आफ्नो क्षेत्रहरू छ जहाँ हामीले प्रभुको सेवाकाई, प्रभुको निम्ति भनेर whatever we do unto God is the ministry area, यो एउटा मिनिस्ट्री भनेको हो। अनि अर्को चाहिँ वाट इज गस्पल, खासमा चाहिँ गस्पल के हो, सुसमाचार के हो। किनभने हामीलाई कन्फ्युजन। एन्ड आई वाज सो ह्याप्पी, आई वाज सो ब्लेस्ड when Michelle ma'am taught us the difference between gospel and the testimony. हामीले गवाई दिन्छौँ अनि हामीले त्यसलाई नै के भन्दो रहेछौँ, गस्पल भन्दैछौँ। गवाई कसरी दिन्छौँ भने सुन्नुहोस् है, म पहिला यस्तो थिएँ, पिउँथेँ, म यस्तो गर्थेँ हो, तर अब चाहिँ म चाहिँ के भएको छु, राम्रो मान्छे भएको छु प्रभुमा आएर भनेर चाहिँ हामीले त्यो चाहिँ सुसमाचार सोच्दो रहेछौँ। मैले त गस्पल सुनाएँ भन्छ, तर त्यो चाहिँ गस्पल होइन रहेछ। We tell people that I was kind of people before, and now I became like this, and we think that is the gospel, but actually gospel is not that. Gospel is the gospel is Christ died for us. अनि gospelले चाहिँ आशा दिन्छ, आशा नहुनेहरूमा आशा दिन्छ, हाम्रो पापको निम्ति मर्नुभयो, तेस्रो दिनमा बौरी उठ्नुभयो भन्ने कुरो। अनि प्रभु यीशुमा ल्याउनलाई चाहिँ त्यो चाहिँ के रहेछ, गस्पल। यो दुईवटा डिफ्रेन्स एकदमै मलाई मन परेको। अनि त्यो सँगसँगै हामीले अर्को लेङ फाउन्डेसनमा जग बसाल्ने काममा चाहिँ हाम्रो पहिचान कस्तो हुनुपर्छ, हाम्रो आइडेन्टिटी के हो। अनि स्पेसली हामी चाहिँ प्रायः वुमेन ग्रुप भएको कारणले गर्दाखेरि प्रभुको छोरी भन्नाले चाहिँ मेरो पहिचान चाहिँ कसरी देखाउँछ त्यो बारेमा हामीले सुन्यौँ फर्स्ट डेमा। अनि सेकेन्ड डेमा चाहिँ हामीले एकदमै राम्रो फास्ट सब्जेक्ट, त्यही कारणले हामी सबै सिरियस भएको जस्तो लाग्दैछ। कम्पेयर टु द मेडिकल पिपल हियर, वी लुक मोर सिरियस। Maybe we had very depth knowledge sharing. We went deeper and deeper and deeper to collect, to pick up the diamond, the pearl that was down there. And so blessed. हामी त्यसरी सिरियस भइसकेको रहेछ है। अनि यहाँनिर चाहिँ हामीले सेकेन्ड डेमा चाहिँ के सिक्यो भन्दाखेरि चाहिँ हाम्रो स्पिरिचुअल डेभलपमेन्ट, आत्मिकी वृद्धि। तर आत्मिकी वृद्धि हुनुभन्दा पहिला चाहिँ हामीले आत्मिकी लडाइँको बारेमा पनि जान्नुपर्ने कुरो रहेछ। आत्मिकी हाम्रो लडाइँ के हो, स्पिरिचुअल हाम्रो वारफेयर के हो, हाम्रो एभ्री डेको लाइफमा हामीले आत्मिकी लडाइँ लडिरहेका छौँ। अनि उहाँले एकदमै राम्रो प्रकारले वचनबाट हामीलाई हिब्रूबाट उहाँले सिकाउनु भयो आत्मिकी लडाइँ कसरी हामी लड्न सक्छौँ। अनि त्यसमा हामीले धेरै आयामहरू, देयर आर मेनी डाइमेन्सन्स विच वी कभर्ड, धेरै आयामहरू थियो है। अनि त्यसलाई हामीले त दुष्टलाई मात्रै के गर्छ, शैतानले यसो गर्यो भन्छ नि है, दोष दिन्छौँ, वी ब्लेम अल द टाइम। तर खासमा चाहिँ हामीले आइडेन्टिफाई गर्नुपर्ने रहेछ, हामीले चाहिँ छुट्याउनु पर्ने रहेछ कुन कुरो चाहिँ दुष्टले गर्दछ अनि कुन कुरो चाहिँ हाम्रो आफ्नै शरीरमा भएको लालसाले, हाम्रो तृष्णाले चाहिँ हामीले त्यो वारफेयरहरू ल्याउँदो रहेछौँ। अन्त त्यो वारफेयरलाई चाहिँ कसरी हामीले लड्नुपर्ने भन्ने कुरो बाइबल आधारित उहाँले सिकाउनु भयो, त्यो थियो। अनि अर्को चाहिँ त्यसमा हुँदै गर्दाखेरि चाहिँ अगुवापनको वृद्धि, लिडरसिप डेभलपमेन्ट, यति धेरै धेरै राम्रो राम्रो टुल्सहरू थियो। अनि
एउटा टुल्स लिडरसिप आई थिङ्क वान लिडरसिप टुल द्याट वी युज वाज JSSS। हाम्रोमा धेरै चुनौतीहरू छ, धेरै समस्याहरू छ, अनि हामीलाई ग्रुपमा बाँडेको थियो कि ग्रुपमा, एन्ड देन मिसन म्याम आस्क्ड अस टु आइडेन्टिफाई वाट आर द च्यालेन्जेस द्याट वी फेस एभ्री डे। हाम्रो चुनौतीहरू चाहिँ के छ भन्दा कतिले हाम्रो पानी छैन, बाटो छैन भन्ने कुराहरू गरे है, थुप्रै चुनौती। अनि कतिले भने परिवारले म प्रभुमा आएको कारणले गर्दाखेरि मलाई इन्कार गर्छ, अर्थात् समाजमा म बहिष्कृत छु यस्तो। अनि अरू चाहिँ बेरोजगारको कुराहरू, घुस दिने चलन छ अहिले है, अहिले घुस दिन्छ, ब्राइब दिन्छ, तर हामी एज अ क्रिस्चियन प्रभुको छोराछोरी भएको कारणले गर्दा चाहिँ हामी घुस दिनु सक्दैनौँ। त्यहाँ पनि आज हामीले हाम्रो युथहरूले बेरोजगारको के गरिरहेको छ, समस्याहरू, चुनौतीहरू हो। तर यसलाई चाहिँ कसरी हामीले हाउ टु बी ब्याटल द्याट, हाउ टु बी फाइट द्याट ब्याटल भन्दाखेरि चाहिँ हामीले JSSS है, त्यो चाहिँ एकदमै मन परेको। त्यो चाहिँ जेबाट जिजस, एउटा एसबाट स्क्रिप्चर, अर्को एसबाट स्टोरी, अनि अर्को एसबाट सजेसन्स। अनि फर्स्टमा चाहिँ यीशुलाई सपोज मानिलिनुहोस् एउटा समस्या छ, त्यो समस्यालाई जब तपाईँले लेख्नुहुन्छ त्यो समस्यालाई चाहिँ त्यो प्याराग्राफलाई हेर्नुहोस्, बाइबलमा चाहिँ तपाईँले कहाँ पाउनुहुन्छ जहाँ चाहिँ यीशुले त्यो समस्यालाई चाहिँ सम्बोधन गरेको थियो। हाउ डिड जिजस एड्रेस द सिचुएसन, द च्यालेन्जेस, द ट्रबल्स द्याट वी फेस। यीशुले चाहिँ के भनेको छ त्यो समस्याको बारेमा भन्दाखेरि हामीले हाम्रो चाहिँ पानीको समस्या थियो, दार्जिलिङमा पानीको समस्या रहेछ। अनि यति राम्रो कुरो चाहिँ एउटा चाहिँ इक्जाम्पल तपाईँलाई दिन्छु। हामीले हेर्दै गर्दाखेरि बाइबलमा धेरै समय हामीले जे एउटा चाहिँ मरिबामा चाहिँ पानी थिएन, चेलाहरू आएर यता मोसा र लामो भलाई म छिचिरो भन्छु, त्यहाँ पानी थिएन। अनि अर्को चाहिँ हामीलाई थाहा छ सामेरी स्त्री पानी भन्नु आएको थियो इनारमा, अनि त्यो इनार कसले खनिदिएको थियो, याकुबले खनिदिएको थियो रहेछ। सो याकुबले खनिदियो, द्याट मिन्स याकुब लाइले चाहिँ आफ्नो सन्तानको निम्ति, समुदायको निम्ति फिक्री गरेर इनार खनेको रहेछ, कन्स्ट्रक्सन गरेको रहेछ त्यो वेल चाहिँ। तर अहिले हामीले चाहिँ हाम्रो प्रेजेन्ट सिचुएसनमा के गरिरहेको छ, वी आर सो केयरलेस। अनि हामी पानीहरू पनि ट्याप वाटरमा हामीले धुन्छौँ, पानी त्यतिकै छोड्छौँ, त्यो पनि एउटा समस्यै हो। यदि हामीले त्यस्तो गर्नु, हाम्रो एउटा चाहिँ परमेश्वरबाट फर्स्ट हामीले प्रार्थना गर्नुपर्छ, हाम्रो कर्तव्य फेरि त्यसलाई निर्मूल पार्नको निम्ति हाम्रो कस्तो पाइला छ त्यसलाई पनि हेर्नुपर्दछ। अनि स्टोरी, स्क्रिप्चर, त्यो समस्या, त्यो चुनौतीलाई चाहिँ बाइबलमा कुन पद पाउँछ त्यो बारेमा सिक्यो। त्यसपछि हामीले स्क्रिप्चर, त्यसपछि सजेसन्स है, त्यसपछि स्टोरी तपाईँको आफ्नो के चाहिँ स्टोरी छ, आफ्नो त्यसमा साक्षीको कुरो के छ त्यो पनि एकदमै राम्रो। अनि अन्तमा गएर सजेसन्स, हामीलाई थाहा छ पवित्र आत्मा हाम्रो राम्रो हामीलाई सजेसन दिनुहुन्छ। अनि जब पनि कुनै समस्या हुन्छ, कुनै चुनौती हामीले फेस गर्छौँ, त्यति बेला प्रभुसँग प्रार्थना गर्नुपर्छ, अनि हामीलाई होली स्पिरिटले सहायता गर्नुपर्छ। त्यो एकदमै राम्रो थियो। अनि अर्को एकदमै राम्रो लास्ट भन्छु, किनभने आजको त रोजनले भनिहालेको छ, फर्स्ट डेमा लिङ फाउन्डेसन, सेकेन्डमा हामीले स्पिरिचुअल डेभलपमेन्ट, त्यसमा लिडरसिप डेभलपमेन्टहरू आयो। अनि आज चाहिँ हाम्रो गस्पल कन्भर्सेसन प्रोग्राम थियो। आज सुसमाचारको वार्तालाप कसरी सुरु गर्नु हामीले भने थुप्रै औजारहरू, टुल्सहरू हामीले सिक्यौँ। त्यो तपाईँहरूलाई भनिरहँदा लामो हुन्छ, तर एकदमै राम्रो एउटा लिडरसिप डेभलपमेन्टमा चाहिँ एउटा एकदमै मलाई लागेको, मैले जानेको के कुरा भन्दा 4 जुन राज्य छन्, राज्यमा चाहिँ नि हाम्रो मण्डलीमा चाहिँ कोही बेला झगडा हुँदो रहेछ क्या, पास्टरले मेरो काम हुँदो रहेछ, इभान्जलिस्टले मेरो काम हुँदो रहेछ। तर त्यो स्वर्गको राज्यमा चाहिँ एनलार्ज गर्नु, बढ्ने कुरामा चाहिँ अपोस्टल, प्रेरित, प्रोफेट, अगमवक्ता अनि इभान्जलिस्ट, प्रचारकको काम चाहिँ बढाउनु रहेछ यतापट्टि है, बढाउने काम। तर यता टिपर उनीहरूले ल्याइसकेपछि उनीहरूले वचनको गहिराइमा लानुको निम्ति चाहिँ सेफर्डको काम हो, पास्टरको काम हो, अनि टिचर्सको काम हो। अनि यसरी चाहिँ के गर्दछ त्यस्तो प्रकारले। अनि त्यस सँगसँगै हामीले 3वटा पिलर, त्यो तपाईँलाई पछि भन्छु। अनि एउटा राम्रो कुरा मन परेको चाहिँ यीशु प्रभुले चाहिँ कहिले पनि भिडलाई युज गर्नु भएन। त्यो उसले भिडलाई खुवाउनु भयो, 5,000लाई
तर उसको छान्दै 70जनालाई छान्नुभयो, त्यसपछि 12जनालाई छान्नुभयो, अनि उसले ट्रस्ट गरेको नम्बर चाहिँ 3जना मात्रै थियो। थाहा छ किन? उसले चाहिँ सानो नम्बरलाई मात्रै चलाउनु खोज्यो। सानो नम्बर कस्तो? जो चाहिँ अभाइलेबल छ, ज्ञानी होइन तर जो चाहिँ चाहिएको बेलामा आउँछ, अभाइलेबल। अर्को युजफुल है, अनि अर्को चाहिँ टिचेबल, जसलाई हामीले टिच गर्दा हुन्छ, जसले चाहिँ फेरि मल्टिप्लाई पनि गर्नु सक्छ। अनि एकदमै मन परेको यो हाम्रो थियो। अनि यो पढ्दा हामी साह्रै सिरियस पनि भयो जस्तो लाग्यो। हाम्रो निम्ति एउटा एकदमै राम्रो 3 दिन चाहिँ एउटा सेकेन्ड पनि चाहिँ वेस्ट भएन, र हामी यति साह्रो प्रभुको कुराहरू सुन्न सक्यौँ। थ्याङ्क यू।